म चाहिँ आज छुट्टी मनाउन यता सेकको बिचतिर गएको। त्यही पनि आधा दिनमा उठेर यस्तो गाडीमा चढेर हेरेको यो ठाउँहरू कस्तो राम्रो रमाइलो लाग्यो। पहिला पनि 3-4 वर्ष अगाडि त गएको तर बिर्सेछु क्या। फेरि मलाई हिँड्नु अल्छी लाग्छ हो यस्तो ठाउँतिर। अनि जाँदै गर्दा चाहिँ कस्तो रमाइलो, कति राम्रो ठाउँहरू देखियो। त्यसपछि भिडियो खिच्दै गएको। दामी कस्तो राम्रो ठाउँहरू। हङकङमा पनि राम्रो ठाउँ छ हो। मलाई होइन पहिला 7-8 वर्ष भयो होला घुम्न चाहिँ सबै घुमेको। पहिल्यै घुमिसकेर होला के भन्छ अल्छी लाग्छ क्या मलाई बाहिर हिँड्नु, टाढो जानु। तर आज चाहिँ जबरजस्ती हिँडिदिएको। अनि तर राम्रो रमाइलो भयो। ठाउँहरू देखेर कस्तो यस्तो राम्रो ठाउँहरू देखेर, जङ्गलहरू, खोला ठाउँ होइन। अब हामी बस्ने अब सिटीतिर त पुरै ठुल्ठुलो अब घरहरू छ नि त। त्यही भएर रुखपात यस्तो अब डाँडाकाँडा हेर्नुलाई चाहिँ यसरी हिँड्नुपर्छ टाढो। अनि विदेशमा चाहिँ अब गाह्रो छ। यस्तो राम्रो ठाउँहरू है, कस्तो मजा आउने क्या। अनि गयो। त्यसपछि हामी यसरी अझै यता त यो ठाउँतिर कस्तो हाम्रो उता के अरे गाउँतिर जस्तै क्या। माथि हाम्रो घरदेखि माथि डाँडा, मेन रोडहरू त्यस्तै ठाउँहरू होइन। अनि यस्तो भित्र बसेर हावा खाँदै बस्नु कति मजा हुन्छ होला हुन्थ्यो। तर के गर्नु, छुट्टी एउटा हुन्छ हप्तामा, अनि त सुतेरै जान्छ मेरो दिन। कस्तो दामी ठाउँहरू छ। हेर्दै कस्तो दामी छ। यस्तो हरियालीमा होइन, खुल्ला ठाउँमा बस्नु कति मजा हुन्छ। अब चाहिँ हामी यहाँ पुग्नु लाग्यौँ। यहाँनिर चाहिँ यो चाहिँ अन्तिम ठाउँ रहेछ गाडीको।